क्रान्तिको बाटो रोज्नलाई हतियारधारी साधन मात्र होइन रहेछ। आफ्नो पेसा र व्यवसायलाई अलिकति फरक तरिकाले सञ्चालन गर्दा पनि क्रान्ति हुँदो रहेछ नि त। त्यसैले त आज मैले पनि नयाँ नयाँ भेराइटी नयाँ नयाँ ब्रान्डका चस्माहरू लिएर अलिकति फरक तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको छु। नयाँ नयाँ चस्माहरू एकदमै धेरै मात्रामा आइरहेको छन्। डिजाइनहरू टोटली फरक फरक, सेपहरू टोटली फरक फरक, ग्लासका क्वालिटी पनि फरक 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 आइटमहरू छन्। जुन कोही अलिकति हाई लेभलका छन् भने कोही अलिकति लो लेभलका पनि छन्। सबैलाई एफोर्ड गर्न सक्ने टाइपको यो वाला पनि छ। अलिकति दामी आइटम, यो सानो फेसको लागि एकदम चिटिक्कको जुन हल्का राउन्ड सेपमा छ। क्वालिटी पनि बबाल छ। साइड रबर स्प्रिङवाला, यो साइड स्प्रिङवाला छ। जति ठुलो फेसमा पनि लचकदार हुन्छ, मजाले कम्फोर्टेबल तरिकाले बस्छ। यो चाहिँ अलिकति फरक कलरको चस्मा छ। अनि त्यसैमा अलिकति फरक कलरको चस्मा यो पनि छ। जुन यो वाला यो आइटम चाहिँ हल्का म्याट कलर पनि मिक्स छ यसमा, यो म्याट टाइपको। अनि यस्तैमा अलिकति डिफ्रेन्ट कलरको यो वाला पनि छ, टोटली ब्ल्याक कलरमा घाममा लगाउन पनि एकदमै शीतल हुन्छ। जुन यो अहिले पछिल्लो समय गर्मी मौसमले आँखै हेर्न नहुने अवस्था छ, जुन त्यसको लागि चाहिँ युभी प्रोटेक्सनवाला ग्लास जुन यसमा इन्क्लुड गरिरहेको छ। अनि यो चाहिँ अलिकति फरक प्याटर्नको चस्मा भयो। त्यस्तैमा अलिकति फरक डिजाइनको चस्मा पनि आएको छ मसँग। यो वाला आइटम, यो वाला चाहिँ अलिकति रेक्टेङ्गुलर सेप छ, रेक्टेङ्गुलर सेप युभी प्रोटेक्सनवाला ग्लास प्लस पोलराइज पनि यसमा इन्क्लुड छ। यो अलिकति डिफ्रेन्ट कलर पनि छ, यो चाहिँ लाइट ब्लूमा पनि छ यो फ्रेम चाहिँ। अनि त्यसैमा अलिकति ग्रे कलरको फ्रेममा जुन लुइस भिटनको चस्मा यो वाला छ। अलिकति सेप पनि टोटली फरक छ। यो चाहिँ फरक फरक मोडलका चस्माहरू मसँग टन्नै आएको छ, यो वाला छ। अनि त्यस्तैमा अलिकति फरक मोडलको चस्मा यो वाला पनि छ मसँग। यो वाला आइटम टोटली म्याट कलरमा छ। फ्रेम चाहिँ म्याट कलरमा प्लस लेन्स चाहिँ पोलराइड लेन्स हो, युभी प्रोटेक्सनवाला। त्यस्तैमा अलिकति फरक डिजाइनको चस्मा यो पनि, यसमा पनि स्प्रिङ छ, असरदार हुन्छ। अनि त्यस्तैमा अलिकति वाइट फ्रेममा यो फ्रेम पनि छ। यो फ्रेममा टोटली वाइट फ्रेम छ, ग्लास चाहिँ टोटली ब्ल्याक छ, पोलराइड लेन्स पनि यसमा इन्क्लुड छ। क्वालिटीहरू दामी दामी आइटमहरू झरिरहेको छ। त्यस्तै नयाँ नयाँ आइटमहरू चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो पसलको लोकेसन रहेको छ पृथ्वी चोक बस पार्क पोखरा, साल ट्रेडिङ कर्पोरेसनको गेटैमा। धन्यवाद।